आईसीसी विश्वकप लीग 2 सिरिज अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्ने तालिका छ। नेपाल र अमेरिका बीचको खेल बिहान 11:15 बजेदेखि सुरु हुनेछ। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र अमेरिका बीच यो 10औं भेट हो। यसअघि खेलिएको 9 म्याचमा नेपालले अमेरिकालाई 4 खेलमा हराएको छ। अमेरिकासँगको 4 म्याचमा भने नेपाल पराजित भएको विगत छ। यी दुई टिमले एक ओडिआईमा भने अङ्क बाँडेका छन्। ओडिआई क्रिकेटमा विगतमा अमेरिका विरुद्ध सहज जित निकाल्दै आएको नेपालले पछिल्लो समय अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन। यसपालि नेपाली टिम सुधारिएको प्रदर्शन गर्दै अमेरिकालाई हराउन चाहन्छ। अमेरिका विरुद्ध ओडिआईमा नेपाली खेलाडीको व्यक्तिगत प्रदर्शन हेर्दा ब्याटिङतर्फ कप्तान रोहित कुमार पौडेल शीर्ष स्थानमा छन्। उनले हालसम्म ओडिआईमा अमेरिका विरुद्ध 7 म्याच खेलेका छन्, जसमा रोहितले 3 अर्धशतकको मद्दतमा 255 रन बनाएका छन्। अमेरिका विरुद्ध उनको उच्च स्कोर 96 रन हो। रोहितले अमेरिकासँगको ओडिआई इतिहासमा 16 चौका र 8 छक्का प्रहार गरेका छन्। यस्तै अमेरिका विरुद्ध कुशल भुर्तेलको विगत प्रदर्शन पनि राम्रो छ। उनले पनि हालसम्म अमेरिका विरुद्ध 7 वटा ओडिआई खेलेका छन्, जसमा कुशलले 1 अर्धशतकको सहयोगमा 228 रन बनाएका छन्। अमेरिका विरुद्ध उनको उच्च स्कोर 84 रन हो। उनले हालसम्म अमेरिका विरुद्ध 16 चौका र 6 छक्का प्रहार गरेका छन्। बलिङतर्फ अमेरिका विरुद्ध सर्वाधिक विकेटकर्ताको सूचीमा लेग स्पिनर सन्दीप लामिछाने शीर्ष स्थानमा छन्। उनले हालसम्म अमेरिका विरुद्ध 9 ओडिआई खेलेका छन्, जसमा सन्दीपले 4.32 को इकोनोमीमा 17 विकेट लिएका छन्। अमेरिका विरुद्ध उनको उत्कृष्ट बलिङ 16 रन दिएर 6 विकेट लिनु हो। सन्दीपले हालसम्म अमेरिका विरुद्ध 6 ओभर मेडन फ्याँकेका छन्। यस्तै अमेरिका विरुद्धको ओडिआईमा नेपालका लागि सर्वाधिक विकेट लिने सूचीमा फास्ट बलर करण केसी दोस्रो स्थानमा छन्। उनले हालसम्म अमेरिका विरुद्ध 9 ओडिआई खेलेका छन्, जसमा करणले 5.01 को इकोनोमीमा 13 विकेट लिएका छन्। अमेरिका विरुद्ध ओडिआईमा करणको उत्कृष्ट बलिङ 15 रन दिएर 4 विकेट लिनु हो। उनले पनि हालसम्म अमेरिका विरुद्ध ओडिआई करियरमा 6 ओभरमा कुनै पनि रन दिएका छैनन्। करण यसपालि पनि अमेरिका विरुद्ध उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई जित दिलाउन पूरा कोसिस गर्नेछन्। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया स्पोर्ट्स इन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।